फाइनली आज पनि हाम्रो गाउँको सबैजना आन्टीहरूलाई पानीपुरी लभरहरूलाई पानीपुरी खुवाउन लाग्छ है। सो पानीपुरी चाहिँ म उहाँहरूलाई बोलाइसकेको छु। मलाई चाहिँ यसरी पानीपुरी बोकेर हिँड्दा होइन पुरा तिहारमा देउसे भैलोलाई दक्षिणा दिन जाँला जस्तो फिल भयो क्या। अनि हरियो गोबरले रिप्रेसन भन्ने गीत गाउन आइहालेछ। त्यही आएर भिडियोमा पानीपुरी चाहिँ एकदम बब्बाल छ होइन। अनि यो चाहिँ पानीपुरीको पानी है, लोकल धनिया हालेर बनाएको। अनि यो चाहिँ अचार भइहाल्यो। अनि यता चाहिँ भगटे पनि छ है। पानीपुरी खाएर एकदम पिरो भयो भने भगटे खाने। अनि यता दुइटा ग्लास छ। अनि यो चाहिँ पानीपुरी। सो फाइनली मेरो चाहिँ पानीपुरी लभर आन्टीहरू आइसक्नु भयो पानीपुरी खानालाई है। एकदम एक्साइटेड भएर खुसी हुँदै आउनु भएको छ। अब कति खानुहुन्छ लेट्स सी। लाइक कमेन्ट शेयर अनि सब्सक्राइब गरिदिनु है त। आज पानीपुरी खान सबैजना एक्साइटेड हुनुहुन्छ? ल अब सुरु गरौँ है त। अब यत्रो दुःख गरेर पानीपुरी खुवाइसके पछाडि आफ्नो युट्युब च्यानलको प्रमोट त अलिअलि गर्नै पर्यो नि होइन। बोल्नु भएन अरे के यो ठुलियामाको हातमा दुईटा भयो। ल ए चुइयो ल खा त। हेर म चाहिँ थुक्नी लिएर बस्ने। मेरो क्यामेराम्यान भाइ चाहिँ फेरि एकदम ठुलो पानीपुरी लभर हो क्या। सो उसलाई चाहिँ भिडियो खिच्न लाग्यो। कति बेला आफ्नो पाला आउला भन्दै थुक्नीले बसिरहेछ क्या केटो। घप्पे हाल्नु न खोइ होइन खप्पे हान्ने हो त्यो त ऊ त हुन्छ नि भित्र केही हुन्न के। ठुले आमे नहानु नि के गर्नु हो के गरेको खानु ल। यस्तो भेटघाट चाहिँ गाउँमा एकदमै कमै हुन्छ कि होइन। सबैजना काममा व्यस्त हुन्छन्। सो भेट भएको बेलामा एउटा टिकटक चाहिँ बनाइहालेँ मैले फेरि है। मेरो क्यामेराम्यान भाइले चाहिँ एकदमै रहर गर्यो होइन। एकदमै सहनै सकेन पानीपुरीको टेस्ट अरूले खाएको देखेर। सो मैले चाहिँ म क्यामेराम्यान भएँ। पानीपुरी साँच्चैको मिठो भयो कि? मिठो भयो? खानु 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 कहाँ त सुत्न नि देखेन। अनि भिडियो बनाउने मान्छेलाई चाहिँ हामीले एक्स्ट्रा 5-6वटा पानीपुरी राखेको थियौँ है। त्यही भएर केटो मक्क परेर खाँदैछ। मजा आयो भयो? मिठो भएको? कस्तो भयो? अनि उयो भोगाटे नखाने? पानीपुरी हार। अनि फाइनली मेरो पानीपुरी चाहिँ यति मिठो भयो कि त्यो पानीपुरीको स्वाद नबिग्रोस् भनेर आन्टीहरूले चाहिँ भोगाटे पनि खान मान्नु भएन कि। एकजना आन्टीले त घरै लिएर जानुभयो। अनि उहाँहरूलाई काम गर्न एकदमै हतार भइसकेको थियो। सो सबैजना जानुभयो। अनि मलाई चाहिँ एकदमै धेरै मजा आयो आन्टीहरूलाई पानीपुरी खुवाउन पाएँ है। सो सबैजनाले भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब जे गर्न मिल्छ सबै गरिदिनु है त। बाई बाई। फेरि भेटौँला अर्को भिडियोमा। फलो गर्न चाहिँ नभुल्नु है।